बनाना ब्रेड खाने होइन त? ल आउनुहोस् है अब सँगै मिलेर बनाऊ। मैले लिएको छु 3वटा बनाना, त्यसपछि 2वटा अन्डा, हाफ टिस्पुन अफ बेकिङ पाउडर, त्यसपछि मैले लिएको छु 2 लार्ज स्पुन अफ मैदा, अनि त्यसपछि लिएको छु 2 लार्ज स्पुन अफ आटा। त्यसपछि यो सबैलाई राम्रोसँग मिक्स गर्ने, मिक्स मिक्स मिक्स। त्यसपछि मैले लिन्छु 500 ml अफ मिल्क हालेर राम्रोसँग म्यास गर्ने। मैले चाहिँ युज गरेको छु यहाँ ह्यान्ड ब्लेन्डर। यसलाई राम्रोसँग सबै ब्लेन्ड हुन दिने, राम्रो ब्याटर बनाउने, कुनै पनि लम्प्स नहोस् यसमा। त्यसपछि आधी घन्टासम्म यसलाई रेस्ट गर्न दिने। त्यसपछि मैले लिएको छु अनसल्टेड बटर अलिकति, यसलाई मेल्ट गरेर म त्यहाँ हाल्छु, चोको चिप्स पनि हाल्छु, अनि सबै हालेर राम्रोसँग मिक्स गर्छु। अनि यहाँ ब्रेड बनाउने टिनमा अलिकति बटर राखेर त्यो फेरि ब्याटरलाई माथिबाट राम्रोसँग म मिलाएर हाल्छु। त्यसपछि हातले मजाले सेटिङ हुन दिन्छु। यो ब्याटरलाई राम्रोसँग यसमा हल्लाउने, यसै गरी ट्याप 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 गर्दै चारैतिरबाट हल्लाउने। अनि माथिबाट मैले यसलाई गार्निस गर्छु नट्स, कोकोनट, अलिकति गोजीबेरी र सिड्स हालेर, अनि यसलाई मिलाएर राख्छु। त्यसपछि ओभनलाई मैले प्रिहिट गरेर राखेको हुन्छु। म ओभनमा राख्छु यसलाई 180 डिग्रीमा 50 to 60 मिनट। बिचमा चेक पनि गर्छु। मेरो बनाना ब्रेड रेडी भइसक्यो। एन्ड द फर्स्ट बाइट गोज टु माई कालु। उसले वाउ यामी छ भनेपछि मलाई अरू के नै चाहियो र? He loves it so much and I'm so happy.